वेलकम चाहिँ सबैजनालाई मेरो आज न्यू डे न्यू ब्लगमा। अनि आजको दिन कस्तो हुन्छ के कस्तो हुन्छ भनेर म तपाईँहरूलाई देखाउन गइरहेको छु। अनि म चाहिँ आज मेरो रुम कोठादेखि मैले ब्लग स्टार्ट गर्दैछु। सबैजनाले माया देखाइदिनु होला भन्दै लेट्स गो गाइज। आज के कस्तो हुन्छ त आजको दिनमा। म चाहिँ यहाँ भर्खर उठेको अघि नै उठेको। अनि अब ओछ्यान सोसन मिलाउनु पर्ने छ गाइज। अरू कुरो यस्तै हो। अनि जस घरको मान्छेहरू सबैजना कामतिर लागिसकेको छ। अनि मेरो वाइफ पनि माइततिर उता घरतिर गएको छ। अनि अब 2-3 दिन भइसक्यो। अनि आज अब यसो के कसो हुन्छ त आजको दिन अब हेरौँ। यो मिलाउनु पर्ने यार। गएलै चराउँदै हिजो बेलुका चाहिँ लाली जो बन जान्छ गएलै सुदन मिलाइसकेँ मैले चाहिँ। अब के बाहिर निस्किनु पर्ने हुन्छ अवस्था। अनि यस्तो अहिले हावा यस्तो चलिरहेको छ भने आम्मामा के साह्रो। हिजो त पानी पनि पऱ्यो, बेलुका एकछिन पानी पऱ्यो, त्यस्तो पानी पऱ्यो। अनि हावा चलेर जाँदैन आँगन त नि आम्मामा। अनि यो फुलहरू पनि फुलिसकेको छ, दामी भएको छ। यस्तो आँगन यस्तो फोहोर बनाएको छ भने यहाँ यो बढाल्दा पनि फेरि एकैछिनमा यहाँ घर छेउमा धेरै यो रुखहरू भयो भने चाहिँ नि लास्टै फोहोर हुँदो रहेछ क्या यो आँगनहरू नि आम्मामा। यो बाँसहरू नि बाँस यहाँ छेउमै छ, यो कटर छ। अनि यहाँ यस्तोहरू छ कि। अनि मेन त यो बाँसको यो पत्ता धेरै उडेर आउँदो रहेछ घरभित्रसम्म छिरेर। यहाँ हेर्नु न। अनि फुलहरू जस दामी बोडीले रोपेको फुल हो, दामी फुलेको छ। कुनै यो अब हेर्नु न फोहोर चाहिँ हेर्नु न आम्मामा। यो आँगनमा यो मेन त यो बाँसको पत्ता हो कि। आँप पनि डह्रो फुलेको छ। यो हावाहुरीले तर झारिदिन्छ। अब हावाहुरी चल्नु थाल्यो नि त। अनि हाम्रो यहाँनिर के छ करेछ बारेमा हाम्रो के छ, बैगुनहरू पनि फुलिसकेको छ। यहाँ बैगुनहरू पनि हाम्रो करेसको बारीमा यो बैगुनहरू जस फुल्यो, यो पनि फुल्यो। अनि यहाँ हाम्रो छ टमाटरहरू पनि जस फुल्दैछ। टमाटरहरू पनि छ। यो खोर्सानी पनि फुल्दैछ जस यो टुक्रे गरेर के गरेर भन्छ। अनि यहाँ प्याज पनि छ। जस आलु चाहिँ हामीले यहाँ थियो, आलु चाहिँ खनेर आलु पनि निकालिसक्यौँ। मार्गी लगाएर फेरि तनाव छ, चिसो हुन्छ, जाडो हुन्छ त यार। मैले यहाँ लुगा धुनु पऱ्यो भनेर लुगा पनि हुन त पानी त मरिसक्यो। लुगा चाहिँ जस्तो भिजाइरहेको छु। अनि हिजो पनि अलिकति लुगा धोयो। अब आज धुनु पर्ने छ। पानी मरेको, पानी कतिखेर आउँछ ठ्याक्कै। अनि आज फेरि अस्ति नरे भाइहरूको त्यहाँ खोइ के बेरबार गर्ने के भन्दै थियो। अनि बाँस पनि काटेर ल्याइराखेको थियो। अनि आज फेरि अहिले कल गरेर आइसेन भन्नु थाल्यो। जस्ट अब चाहिँ नरे भाइकोतिर जानुपर्ने हुन्छ। त्यतै गएर भेटौँला। ल अब नरे भाइको घरमा
यो चाहिँ मेरो गाउँको बाटो जस दामी छ है गाउँको बाटो पनि बवाल छ, बवाल सिन देखेको छ। अनि मैले त्यस विदेशको लागि पनि प्रोसेस चालिरहेको छ। अब अहिले फेरि केही युद्ध भइरहेको पनि छ भन्छ, अनि तनाव छ, कहिले भिसा लाग्छ के कसो होइन। अनि अहिले बुझेको थिएँ बन्द छ अरे अहिले चुनावको उयोले गर्दा अब 1 हप्ता पछाडि टाइम लाग्छ भन्छ। त्यो सबै काठमाडौँ गएर चाहिँ मेडिकल सेडिकल गरेर चाहिँ आइसकेको छु। के कसो हुन्छ थाहै छैन। अब 1 महिनामा चाहिँ हुन्छ कि भने अर्को महिनामा। अनि केटा हो यो चाहिँ मेरो पढेको पहिलो पढेको स्कुल हो। पहिलो पढ्दा यो वाल पनि थिएन होइन, यहाँ पनि के बनाउँदैछ, यो स्कुलै थिएन, ताला बनाएको छ। त्यस स्कुल चाहिँ दामी भनिसक्यो। अब पढेको के कस्तो छ त्यो चाहिँ थाहा छैन। अनि यहाँ अलरेडी मन्दिर पनि बनाएको रहेछ। यो चाहिँ पहिले पढेको स्कुल हो है, फुटबल खेलिन्थ्यो यहाँनिर, दामी हुन्थ्यो यार। यहाँ मन्दिर बनाएको छ, यो थपेछ होइन, बबाल छ। ग्राउन्ड त दामी पो देखिँदो रहेछ यार। यहाँ स्टेज के बनाउँदैछ। उयो खम्मा पनि उखालेर फाल्दै त्यहाँ बाँस गाडिदिनुपर्छ। अनि यो बाँसहरू, यो छिप्पेको बाँस अलिकति त्यो मकी टिन सब निकाल्नु हो, यो मकैको भाषाहरू निकाल्दै नि हो त्यो। लगा भाइ लगा। हो भाइ होला त्यो त कस्तो काम गर्दैछ क्या नरेर आज। कस्तो भ्लग र सक बनाइरहेको हो दाइजी। कस्तो काम गर्दैछ अरे यसले अनि आज। अनिस भाइले यता पकड न, पकड अनि त त्यताबाट लगा न। अर्को आयो फेरि। सबै भिडियो गर्छन् त। तर कम छ है होली खेल्ने। पहिले त कम त हुँदैन थियो हाम्रो पालामा। नि अब हामी नि कस्तो हुँदैन। किम्बु हुँदैन नि किम्बु। अनि किम्बु ढुक्कायो भगरहरुको कमी छैन हो फेरि एउटा एउटा 3 जना फेरि। अनि होली अब मनाउनु छोडिहाल्यो त। होली अब तिमीहरु नआऊ घरमा गर। चिराएन त्यसले। यति बनाउनुलाई रातै पर्यो, अझै पनि सकिएको छैन। अब यो खोल्नुपर्छ अनि यो र त्यो एकैचोटि कनेक्सन गरेर यता बाँकी छ। यो खोल्दैछ नरे भाइले भित्रदेखि खोल्दैछ।